हेलो गाइस, वेलकम टु मिनी ब्लग। अनि आज चाहिँ बिहान 9 बजेर 12 मिनटको अफिस जानको लागि रेडी पनि भइसक्यो, ड्रेसहरू लगाइसक्यो। अब कपाल तोरेर खाना खाएर चाहिँ अफिसमा जान्छु। म हजुरहरूलाई देखाउँछु आजको मेरो दिन कस्तो हुन्छ। पोसिबल भएसम्म चाहिँ मैले हस्पिटलको भिडियोजहरू पनि बनाउँछु। मेरो खाना पनि लिएर आइसकेँ गाइस अफिस जानको लागि। अब म खान्छु, खाना खान्छु। मेरो खाना आज मैले रुममै ल्याएर खाएको छु भ्लग बनाउनु भनेर, नभएदेखि चाहिँ म किचनमै बसेर खान्छु। अनि ड्रेस चाहिँ फर्स्टमा किन लाउँछु भन्दाखेरि खाना खाएर एकछिन आनन्दले रेस्ट गर्न पाउँछ भनेर। त्यसपछि म खाना सुरु गर्छु। मेरो खाना रहेको छ, मबाट सुरु गर्छु। अचार, तरकारी, दाल, मिठो आमाले पकाएको खाना खाएर अफिस जानु चाहिँ मजा आउँछ मलाई। खायोस्। मिठो। म चाहिँ महीको सुर्केले मात्रै मेरो तिर्खा मेटिँदैन, त्यही भएर म पानी पनि खान्छु। सक्यो। दामी दाल। खाना गाइज, अब म हल्का राम्री भएर अफिस जान्छु। लगाउँछु। यहाँ छ मेरो सिन्दुर चाहिँ थोरै राम्री हुनु पर्यो नि त। सिन्दुर त म छुट्याउँदिनँ गाइज। निजामती ड्रेस लगाएर साथीहरू मेरो अफिसको ब्याग रहेको छ, बुढाले ल्याइदिनु भएको। ब्याग हेरेर मैले आइडी कार्ड लगाउनु पर्यो, आइडेन्टिटी त हेर्नु पर्यो नि। जुत्ता लगाउनु
बाटो चाहिँ धुलो छ, त्यही भएर मैले यस्तो खालको जुत्ता लगाएको प्रोटेक्ट गर्नको लागि। फाइनल्ली अब चाहिँ म हिँडेँ, बाटोमा चाहिँ एकदम गर्मी छ, त्यही भएर म छाता लिएर जान्छु। भिडियोहरू चाहिँ खिच्नु बनाउनु मिल्दैन, अप्ठ्यारो हुन्छ होला। हस्पिटल पुगेपछि म हजुरलाई देखाउँछु। बाटोमा हिँड्दैछु अनि म मेरो साथीहरू पनि भेट हुनुहुन्छ कि बाटोमा। साथीहरूको घर चाहिँ त्यो घर गएको छ, उहाँ चाहिँ लालदाइले कुरेर बस्नु भएको। दिदी सक्नुहुन्छ यो बाटो हिँडिरहेको छु, उहाँ चाहिँ अप्ठ्यारो बाटो आएको। लाल दाइले अगाडि जानु भइसक्यो। कृष्ण दिदी जानुपर्छ कि छैन, म अब यहाँबाट बोलाउँछु। मेरो